त्यस्तो क्या नमस्ते बस लिएर आइज तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ आज फेरि हामीले हैन यो अस्ति नै हामी खेलेको थियौं यो खानी यस्तो वाला अनि त्यसपछि चाहिँ हामीले रेगुलर जंक फुडहरु खान्नौं के अनि त्यही भएर अस्ति नै खेलेको 1.5 महिना भयो अनि त्यसपछि के भन्दा जंक फुड खाम भनेर नि हामी खेल्दै छौं हिजो लोटेर हात घाइते भए तर पनि हामी खेल्दै छौं त्यही गाए जब हामी यस्तो वाला खेल्छौं अनि त्यसपछि हामी उ हार्ने मान्छे उ त्यहाँ पिल्लर अस्तिने जस्तो त्यहाँ छोएर अझ हामीले चाहिँ यसमा के छ भन्नु भने सुकाउने ख त्यसमा मोमो अनि चाउचाउ चटपटे अनि चिजबल यो चाहिँ हाम्रो होममेड फ्रुटी हैन के भन्छन् फ्रुटी हो कि जे हो अब स्प्राइटको बोतलमा फ्रुटी त्यही बुझ्नु होममेड हो त्यही अब चाहिँ हामी खेल्छौं ल सुरुमा खानु मेरो कस्तो फिल पर्छ कि 1 2 3 खाना हात्दैन के जे गर्नु के अरे 1 2 3 तल माथि के 1 2 3 1 2 3 एउटा मम्मी एउटा चल्छ एउटा चल्छ कि यति चल्छ ल ल 1 2 3 ल ल कुट्दै दुख्यो के मेरो त के लाग्यो ल मोमो त तीनचोटि खाइसक्यो दुईचोटि यो आदैन खाएर छोड्न त्यो घाटा लाग्यो होला 1 2 3 त्यस्ता साक्रो दुखेको लास्ट यार कस्तो ममा खाइन अहिले बसिन्छ अहिले बस जाने मेरो लास्ट साक्रो दुखेको एक्कासी के भएर खै मेरो हात भन्दा नि कति राको त्यो मलाई के थाहा ल 1 2 3 उता उता त्यसो गर्न पाइने बस्छु यसरी निकालेको तैँले पो खास र उल्टा खाएर नि खेल्नुपर्छ क्या मुख खाएर खेल्छ क्या कहाँ बन्छ त नि त्यो आफ्नो पाला अन्त अहिले के 1 2 3 ममा नखाने मैले पनि 1 2 3 कुरकुरे नि खाइहाल्छ ल बस देखे हेर्नुहोस् क्या 1 2 3 लास्ट कुट्टो दुख्यो एक्कासी चुकाउँदा हेरेकै होइन मैले हाल्ने एउटा बासु देखेन ल 1 2 3 कस्तो चटपटी खाएछ अनि ममा सबै खाए नि त कतिवटा खाएछ म चाउचाउ अहिले खाएन एउटा खाएछ नि ममा एउटा मोमो खाएँ एउटा यो धेरै खाए क्या यार कस्तो हेर चमचा ल 1 2 3 खायो यारมึงหาเรียนเดี๋ยวเพื่อนรักที่ไหน अब जाने बेला कसरी सम्झिँदा पानी उयो आउने बेला सम्झिनु तँ पनि सुनमा चाउचाउ गर्छु नि खालि एउटा दौडी
म त कहीँ हो मजा लाग्यो म त काट किन मात्रै धुलो हुन्छ निकाल्न नि निकाल्न मोमो लास्ट पिरियड थियो यार चान्चो गरिदियो लाग्यो मोमो पिरियड लागेको मलाई उसबाट फेरि हात दुनियाँबाट पर्छ कि हुन्छ नखानु खुट्टाले काट्न यहाँ मेरो पालै सुरुमा म त जहिले पनि त्यही सुरुमा खान्छु एउटा लाग्यो मलाई सुरुमा खान्छु त्यसपछि म गर्दै गर्दैन क्या तर मेरो हात मधु गिरबाट अगाडि अङ्कल गयो दोकानबाट होला आउँथेँ छिटो ल ल सरलाई फेरि पारेन हो त्यस्तो 1 2 3 त्यस्तै गर्दा उता फर्केर खानुपर्छ नि स्यामसुन राख त्यो धोको लगाएको छिस गम्छा राख्नु त म राख्छ राख्ने पिरो हुन्छ कि मोमो त त्यही हजुरलाई त्यस्तै हुन्छ 1 2 3 यसले त 2 राउन्ड घुमिक्यो यार बिहान चाहिँ चम्चा हुँदा ल 1 2 3 म ल कति जाउँछ यो म माइस चल्छ म नि एउटा मात्र हो मोमो अब ल 1 2 3 बस्नु न म ल 1 2 3 खोल्छ यार म त चाउचाउ र मोमो अब चाउचाउ र चटपटी ल 1 2 3 आइपुग्यो बबी आज सल्लाह गर्दै आउँछौ पानी खान्छ पानी खाँदैन ल 1 2 3 ल त्यस्ता आँखा इसारामा अगाडि चल्दैन 1 2 1 ढिलो भयो बिकज मैले कता कता यस्तो हाल्यो ल 1 2 3 यता त टेबलहरू पोखेर आउँदै आउनु दुईजना खाइस आउँदै आउनु 1 2 3 बोटाउँदै आइदियो यस्तै गरिदिएको गरेँ ल 1 2 3 खुट्टु लास्ट दुख्नु पर्दा मेरो दुखेर 3 खेर आइगयो घालु दुखेर आइगयो 1 2 3 ओइ अझ चाउडै खानु हामी ढिलै लाग्छ हामी ढिला जाम सबै भइसक्यो आज 1 2 3 ल आउँदै आउनु म त थालै मुहाल आउन के हो प्याज मात्र मजाले 1 2 3
आइसक्यो मधु मिठो होइन चाउचाउ खाएन चाउचाउ भन्ने मात्रै याद छ कसै ढोका ढल्न काटेर ल चाउचाउमा प्याज नत्र कि न भुजा पुरै भुजा सरेर झर्छ ल मधु मजा हाल्नु ल 1 2 3 ल अहिले कवि अहिले सल्लाह गरेको हजुर त नबोल्यो मलाई रिस उठ्यो बाटामा त बुनबुनाउने थिन्छ ल 1 2 3 ल 1 2 3 मधु यो त दुइटै हालेर अहिले त एकचोटि हेर त कुर्कुर त दुइटा हाल्यो एकचोटि तिनवटा खाइदियो 1 1 2 3 आउँदै आउनु त्यहाँ त भइगयो न चाउ प्याज मात्र खबेयो छ जो मैले आला खाएको भयो हात त नाच्दै 1 2 3 Kamu sampai itu jadi. हो भयो मधु छिटो 1 2 3 Sao nang खाइदिनु गाडी अब कसम अरू केही नखाएर पानी चाहिँ खाने यार तँ भनिन्छ फेरि गुवाजिएर अरू खान जाइन्छ क्या 1 चटनी चाटे खाउ र नजाट दिस ल ल 1 2 1 2 3 यस्तो गऱ्यो जोडले जाँदा यस्तो हुन्छ नि त केही भन्नु ल ल झ्याली ल ल मान्ने मान्ने हो के जोडले लैजानु यस्तो यस्तै यस्तो नि ल जोडले ल लियो के भएको छोड ल 1 2 3 चटनी त चम्चाले खाएन त ल ल 1 2 3 दाइ आउनु बिगा फोन गर्नु पर्यो